मचमा त यसमा प्ले हाल्दियो हेरी मात्र है तिमी खाव अकिलको क्याफेमा है क्याफेमा सुन्न त सुने मैले भिडियो मात्रै नहेर क्युट छ त्यो केटी हेर्नु के छ अरे क्युट छ केरा पनि क्युट छ छ त सेकेन्ड डे केटीले वास्तै गरे छैन पनि यस्तै देखाउने होइन नि मोबाइल देखाउने होइन बोल्न नसक्नु यो बोल्न सुनि हो यो त गीत गाइरहेको त कसरी बोल्न नसक्ने कुन चाहिँ गीत हो मेन क्यारेक्टर कुन हो केटी चाहिँ बोल्न नसक्ने लाडी हुन्छ के त नबुझ्यो त्यही भएर यसले हातको भाषा सिकेको के मैले तिमीलाई देखेँ माया बसेर के कसले भन्दै नि यस्तो यो चाहिँ के कसले भन्दै यो भने यस्तो यस्तो भनेर अनि त्यो हातको भाषा बुझिहाल्छ नि त त्यसले यसो गरे यसो गरे यस्तो गरे यस्तो गरे अनि यस्तो गरे यो भने माया हो यसो भने आँखाले मैले जब देखेँ भने हो अनि ल कस्तो लाग्यो तिमीलाई भन के बुझ्यो भन त पहिला चाहिँ भन राम्रो छ है कन्सेप्ट राम्रो छ त्यो केटी चाहिँ बोल्न नसक्ने हुँदो रहेछ त्यसले गीत गाइरहेको हुन्छ गीत गाउँदा सबैले त्यसलाई रियाक्ट गर्छ तर केटीले रियाक्ट गर्दैन नि त केटीले रियाक्ट गर्दैन अनि मतलब त्यो त लास्टमा अब भनौँ न बोल्नै नसक्ने पो हुँदो रहेछ अनि त्यो साथीले त्यो हातको इसारा गर्ने टाइपको एउटा किताब पनि दिन्छ नि त्यसलाई अनि त्यसले घर गएर पुरा रातभरि मेहनत गरेर हातको सिक्छ क्या त्यसले हातको त्यो पुरै पढेर सिक्छ अनि पछि त्यसलाई अब एउटा प्रपोज गरे जस्तो गर्दो रहेछ क्या त्यस्तो रहेछ